यसलाई माथि यसलाई आफ्नो तल ह्याप्पी डेन खाएर ह्याप्पी हुँदै अब कुकरको चाहिँ यो ढक्कन चाहिँ बिग्रेछ यो बनाउन जान लागेको यो यहाँनिर चाहिँ आफ्नोबाट हिल्छ अनि यहीँबाट हावा बाहिर गएर सिटी लाग्दैन क्या भात डढ्छ कोही बेला त्यही भएर चाहिँ म यो बनाउन जान्छु ल साथीहरू म चाहिँ प्रेसर कुकरको ढक्कन बनाउन आएर पनि ढक्कन बनाइसकेँ तुलसीको चोकमा चाहिँ प्रेसर कुकरको ढक्कन बनाइरहेको छु अहिले चाहिँ दिउँसोको 2 बज्न लागेको छ भिडभाड छ सामान पनि किनेछु के सामान किनेछु भनेर चाहिँ देखाउँछु है मैले तपाईँहरूलाई ल साथीहरू म चाहिँ बजार गएर पनि आइसकेँ अनि बजारबाट चाहिँ मैले के सामान ल्याएको छु तपाईँहरूलाई देखाउँछु है त क्युट सामान ल्याएको छु मैले सस्तोमा यो चाहिँ टिफिन डब्बा यो चाहिँ मेरो छोराको लागि ल्याएको मैले म चाहिँ उसमा के अरे त्यो 199 पसलमा गएको थिएँ के कस्तो छन् त सामानहरू भनेर हेर्नलाई मात्रै गएको थिएँ खासमा म किन्नलाई गएको थिएन अनि यो मन पर्यो त्यही भएर चाहिँ यो ल्याएको यो यस्तो छ अब बच्चा स्कुल जाँदाखेरि चाहिँ प्रायः जस्तो अब 2-3 थरीको नै बनाएको हुन्छु मैले कहिलेकाहीँ चाहिँ 1 थरीको मात्रै हुन्छ पठाउँछु भन्दाखेरि पनि एउटै टिफिन डब्बामा अलि एउटै सँगसँगै हाल्न अलि नराम्रो देखिन्छ त्यही भएर चाहिँ यसमा भएपछि 3 थरीको भए पनि सँगसँगै अट्छ त्यही भएर चाहिँ मैले यो ल्याएको यसलाई चाहिँ यहाँनिर चाहिँ खोल्ने यसरी खोलेर यहाँभित्र हाल्न मिल्यो हेर्दाखेरि डेकोरेसन गरेर हाल्दा पनि राम्रो देखिन्छ खानेकुराहरू बच्चालाई नास्ता यो भयो यो चाहिँ ओन्ली 199 199 अनि त्यसपछि यो कहाँ त क्युट खालको कस्तो राम्रो कलर छ क्या अझै राम्रोसँग देखेको छैन क्या पिङ्क अनि व्हाइट टाइपको छ यो कस्तो राम्रो कलर लाग्यो क्या यो चाहिँ 99 रुपिस मात्रै है अनि यो चाहिँ कप हो यो यसमा केही जस्तै चिया सिड्सहरू त्यसपछि आफूले कफीहरू खाँदाखेरि चाहिँ सजिलो हुन्छ यसो ल्याएर ड्युटी जाँदाखेरि पनि यताउति जाँदाखेरि पनि ब्यागमा बोकेर हाल्यो गयो सजिलो उसको सिसाको होइन यो प्लास्टिकको हो त्यो चाहिँ यो फुट्दा पनि फुट्दैन हल्का छ यताउता जाँदाखेरि बोकेर जाने सजिलो पनि त्यही भएर मैले यो लिएको यो चाहिँ खोल्ने यसरी छ यहीँबाट यसरी पिएर खाए पनि हुन्छ अनि यस्तो ढक्कन लगाएर यसरी खोलेर यसरी पिएर खाए पनि हुन्छ यसको भित्र चाहिँ यस्तो छ यो पनि ओन्ली 199 अनि त्यसपछि एकदमै क्युट चिज चाहिँ यो चाहिँ एकदमै मन परेको मैले एकदमै खोजेको वाला मिनी मिरर सानो खालको होइन यो चाहिँ ओन्ली 99 भित्र चाहिँ यस्तो म खोल्छु है त वाउ यसको खोल्ने चाहिँ यता साइडबाट छ यस्तो गरेर खोल्ने यस्तो भित्र काइयो पनि छ क्या क्युट खालको यो कपाल पोर्नलाई
अनि त्यसपछि यो होइन यताउति जाँदाखेरि चाहिँ बोकेर जानु चाहिँ एकदम सजिलो के ठुल्ठुलो ऐनाहरू बोक्न लागि झ्याउ हुन्छ नि त त्यही भएर चाहिँ मैले एकदमै खोजिरहेको थिएँ फाइनली आज पाएँ कस्तो राम्रो छ कि यो हेर्दा पनि राम्रो काम पनि राम्रो गर्छ हेर्ने ऐना हेर्नलाई चाहिँ यताउति जाने बेला मैले 199 के अरे 99 सपबाट लिएको चाहिँ यति मात्रै हो खासमा हेर्नु मात्रै गएको त्यही पनि मन पऱ्यो त्यही भएर ल्याइहालेँ अनि अब प्रेसर कुकर बनाउन गएको तुलसीपुर चोकको छेउमा अनि त्यहीँनिर फेरि 10 रुपियाँको पसल रहेछ अनि फेरि त्यहाँ गइहालेँ त्यसबाट के ल्याएँ 10 रुपियाँ पसलबाट हामी जस्तो गरिब मान्छे त सस्तो सस्तो पसलमा जाने हो कि महँगो पसलमा त जाँदै जाने होइन गएर के गर्नु महँगो महँगो हुन्छ यो चाहिँ एयरबड्स यो 10 रुपियाँ अनि यो पनि 10 रुपियाँ यो चाहिँ यसको काम कहिलेकाहीँ चाहिन्छ त्यही भएर अनि त्यसपछि अब हामी केटी मान्छे भएपछि त्यही त हो नि घरको सामान पनि ल्याउने गृहिणी मान्छे भएपछि यो चाहिँ भाँडा मिस्ने के भन्छ यो नेट जाली यो पनि 10 रुपियाँ अनि त्यसपछि यो पनि भाँडा मिस्ने जाली यो पनि 10 रुपियाँ अनि यो चाहिँ एउटा रुमाल यो चाहिँ कति 40 रुपियाँको यो चाहिँ छोरालाई चाहिन्छ त्यही भएर अनि मेरो लागि चाहिँ करेन्ट चाउचाउ यो करेन्ट चाउचाउ खाएको पनि मैले भिडियो बनाएर हाल्नेछु साथीहरू धेरै भयो यो करेन्ट चाउचाउ नखाएको चाहिँ एकदम खाना मन लागिरहेको छ त्यही भएर आजसम्म मैले ल्याएर आएको छु दुईवटा यति मात्रै हो मैले लिएको सामानहरू चाहिँ मैले धेरै ल्याएन थोरै ल्याएको छु म खासमा सामान किन्नलाई गएको थिएन यति प्रेसर कुकर बनाउनलाई गएको थिएँ अनि अब चाहिँ यो जुली किनेको थिएँ जुली किनेर पनि ल्याइहालेको थिएँ अनि यति मात्रै हो मेरो भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद मेरो भिडियो यस्तै भिडियो हेरिदिनु होला बाई बाई